नमस्ते, म डाक्टर हेम सुवेदी, गायनेकोलोजिस्ट। आज म यहाँहरूलाई एउटा जानकारी लिएर आएको छु। के गर्भवती महिलाले आँप खान मिल्छ त? अहिले आँपको सिजन पनि छ र फलफुलको राजा आँप मन नपर्ने त कोही पनि छैन है। हजुरलाई त आँप भन्ने सुन्दा बित्तिकै मुखमा पानी आउन थाल्यो होला, मलाई पनि त्यस्तै हुन्छ। के आँप खान मिल्छ त भन्ने कुराको जानकारी लिएर आएको छु। एक नम्बरमा कुरा गरौँ, खान मिल्छ। खान मिल्छ भने यसका फाइदाहरू के हुन् भन्ने कुराको जानकारी पनि यो भिडियोमा मैले तपाईँलाई लिएर आएको छु। फाइदाहरूमा यसमा नेचुरल सुगर पाइन्छ, यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ र भिटामिन ए पनि पाइन्छ र फोलिक एसिड पनि पाइन्छ र मनग्य मात्रामा आँपमा फाइबर हुने हुनाले प्रेग्नेन्सीमा हुने कन्स्टिपेसन्स जस्तो समस्यालाई पनि यसले दूर गर्न मद्दत गर्छ। तर कसरी खाने, कस्तो आँप नखाने भन्ने कुरा गरौँ। अब यदि आँप रासायनिक पदार्थ राखेर, क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ राखेर पकाइएको छ भने त्यस्तो आँप नलिनु होला। र बजारमा पाइने आँप जसमा चाहिँ कीटनाशक औषधिहरू राखेर हुर्काइएको हुन्छ, त्यस्तो आँपहरू लिँदाखेरि चाहिँ तपाईँहरूले जहिले पनि एकदम राम्रोसँग पखालेर राम्रोसँग सफा गरेर मात्रै लिनु होला। र कतिपय महिलाहरूलाई प्रेग्नेन्सीको बेलामा सुगर भएको हुनसक्छ र त्यस्तो महिलाहरूले आँप धेरै खानु हुँदैन। मिठो त हुन्छ तर धेरै नलिनु होला। र कसैलाई आँपको चोपको एलर्जी हुनसक्छ र त्यस्तो महिलाले यदि एलर्जी भएको भान भएमा तुरुन्त अस्पतालमा र चिकित्सकलाई चाहिँ जानकारी गराउनु होला। तसर्थ समग्रमा गर्भवती महिलाले सन्तुलित रूपमा र राम्रोसँग घरमै पाकेको आँप गर्भवती महिलाले खान मिल्छ र इन्जोय र समग्रमा सन्तुलित मात्रामा र कीटनाशक औषधि नराखिकन घरमै प्राकृतिक रूपमा पाकेको आँप गर्भवती महिलाले खान मिल्छ र खान पनि सक्नुहुन्छ र इन्जोय गर्नुहोला। यस्तै भिडियोका लागि हामीलाई सम्पर्क गर्नुहोला। समग्रमा सन्तुलित रूपमा र प्राकृतिक रूपले पाकेको स्वच्छ आँप गर्भवती महिलाले खान मिल्छ र इन्जोय गर्न सक्नुहुन्छ। यस्तै भिडियोको लागि फलो गर्नुहोला र यदि कुनै जानकारी चाहिएमा फोन नम्बर मैले यहाँ छोडेको छु, सम्पर्क गर्नुहोला। धन्यवाद।